आइफोन युजरहरूको सबभन्दा गाह्रो कुरो भनेको आइफोनमा कसरी नेपाली टाइप गर्ने, कसरी सजिलोसँग नेपाली टाइप गर्ने भन्ने हो। धेरैजना साथीहरूले विभिन्न भिडियोहरूमा कमेन्ट गर्नुभएको या आफ्नो प्रब्लम सेयर गर्नुभएको म देखिरहेको हुन्छु। उहाँहरूको लागि केही मात्रामा आइफोनले सजिलो गराएको छ नयाँ अपडेट सँगसँगै। अब तपाईँहरूले आफ्नो आइफोनको किबोर्डमा सजिलै नेपाली यसरी रोमनाइजमा टाइप गर्न सक्नुहुन्छ। तपाईँहरूले यो कसरी गर्न सकिन्छ हेरौँ। र यसको लागि तपाईँहरूलाई एक्स्ट्रा किबोर्डहरू प्रयोग गर्न जरुरी नै छैन। तपाईँले आइफोनको आफ्नै किबोर्डबाट यो काम गर्न सक्नुहुन्छ। आउनु सिकौँ कसरी गर्ने। र भिडियो सुरु गर्नु पहिला हामीलाई टिकटकमा हुनुहुन्छ भने फलो, युट्युबमा हुनुहुन्छ भने हामीलाई सब्सक्राइब गर्न नबिर्सिनु होला। सबैभन्दा पहिला सेटिङमा जाउँ, त्यसपछि जेनरलमा जाउँ। तपाईँलाई तल जानु भने तपाईँले किबोर्ड देख्न सक्नुहुन्छ। त्यसै माथिबाट तपाईँले किबोर्ड कतिवटा युज गर्नुभएको छ देखिन्छ। माथि 6 देखिएको छ, मेरोमा 6 छ। त्यसो तपाईँले यहाँ माथिपट्टि इङ्ग्लिस चुज गर्नुभएको होला। सायद अरू किबोर्ड नै हुनसक्छ। मैले चाहिँ यो इङ्ग्लिसमा गएँ, जुन यो आइफोनको डिफल्ट किबोर्ड हो। त्यसपछि यहाँ तपाईँले एड ल्याङ्ग्वेज देख्न सक्नुहुन्छ। यहाँ गाउँ, त्यसपछि यहाँ तपाईँले नेपाली त पाउनुहुन्न, तर हिन्दी चुज गर्नु। त्यसपछि तपाईँहरू टाइप गर्ने ठाउँ जाउँ, जहाँ गए नि हुन्छ टाइप गर्नलाई। म नोट्समा आएको छु र मैले सबभन्दा पहिला मैले इङ्ग्लिस किबोर्ड टाइप गरेँ। मेरो नाम यसरी आयो। अब यो तपाईँहरूले याद गर्नुभयो भने यो किबोर्डको तलपट्टि ENH देखिएको छ। यो भनेको तपाईँको अब किबोर्ड तपाईँको रोमनाइज भयो। यो त माथिपट्टि क जुन देख्नुभयो यसमा क्लिक गर्नुहोस्। अब फेरि त्यही लेख्नुहोस् मेरो नाम। यहाँ हेर्नुहोस् तलपट्टि तपाईँले सजेसन दिनुभयो, यहाँ टच गर्ने भयो, स्पेस गर्ने हुन्छ नाम। यसरी नै तपाईँले आइफोनको किबोर्डमा नेपाली सजिलैसँग टाइप गर्न सक्नुहुन्छ। कुनै कुनै वर्डहरू फरक पर्छ, तर तपाईँले मिलाएर टाइप गर्नु भने मिल्छ। म्याक्सिमम केसमा राम्रो आउँछ। यस्तै टिप्सको लागि हामीलाई युट्युबमा गएर सब्सक्राइब गर्न नबिर्सिनु होला।